कक्षा 12 को सामाजिक विषयको दोस्रो अध्याय अन्तर्गतको पहिलो र दोस्रो पाठमा रहेका लामा प्रश्नहरूको उत्तर यसमा समावेश गरिएको छ। सामाजिक अध्ययनमा अनुसन्धानको महत्त्व दर्शाउँदै तथ्याङ्क र सूचना बीचको अन्तर सम्बन्ध व्याख्या गर्नुहोस्। विद्यमान ज्ञानको परीक्षण र नवीन ज्ञान प्राप्त गर्न गरिएको व्यवस्थित खोज वा खोज गर्नु वा प्रमाणित गर्ने कार्यलाई अनुसन्धान भनिन्छ। सामाजिक जीवनका प्रत्येक पक्ष जसलाई हामीहरू संरचनाका एकाइ मान्दछौँ तिनीहरूको संरचनागत गठन, विकासको प्रक्रिया र परिवर्तनको स्थिति र समाजलाई पार्ने प्रभावका बारेमा गरिने खोज अनुसन्धानलाई सामाजिक अनुसन्धान भनिन्छ। सामाजिक जटिलता भित्रका विभिन्न प्रश्नहरूको कौतूहलता, जिज्ञासाको उत्तर प्राप्त गर्न गरिने अनुसन्धान नै सामाजिक अनुसन्धान हो। त्यस्तै सामाजिक घटनाहरूलाई प्रभाव पार्ने तत्त्वहरूको कार्यकारण सम्बन्ध बुझ्नका लागि गरिने अनुसन्धान नै सामाजिक अनुसन्धान हो। यो अनुसन्धान व्यवस्थित, नियन्त्रित र तार्किक हुन्छ। सामाजिक घटना, अवस्थिति, परिस्थिति आदिसँग जोडिएका विषयहरूमा स्थापित सैद्धान्तिक मान्यताको विकास र सुदृढीकरण गर्नु सामाजिक अनुसन्धानको विषय हो। सामाजिक अनुसन्धान सामाजिक जीवनसँग सम्बन्धित हुने भएकाले यसबाट सामाजिक जीवनको सत्यताबारे थाहा पाउन सकिन्छ। सामाजिक अनुसन्धानबाट ज्ञानको विकास र सिद्धान्तको परीक्षण गर्न सकिने भएकाले ज्ञानको दायरा वृद्धि गर्न सकिन्छ। सामाजिक अनुसन्धान सिद्धान्तको विकास र परीक्षण गर्ने काम गर्दछ। तथ्यलाई अनुसन्धान गर्दै जनसम्पर्कमा ल्याएर प्रमाणित गर्ने भएकाले सामाजिक नियन्त्रण, प्रवृत्ति विश्लेषण र सामाजिक कल्याणमा सहयोग पुग्दछ। सामाजिक अनुसन्धानबाट योजना र सम्भाव्यता खोजी गर्न सकिन्छ। शैक्षिक स्तर वृद्धि गर्न सहयोग मिल्छ र समाजमा भएका विभिन्न प्रकारका अन्धविश्वासहरू हटाएर अन्धविश्वासबाट मुक्त हुन सकिन्छ। सामाजिक अनुसन्धानबाट समाजको समग्र विकासमा योगदान पुर्याउन सकिने भएकाले सामाजिक अध्ययनमा अनुसन्धानको निकै महत्त्व रहेको छ भन्न सकिन्छ। तथ्याङ्क भन्नाले अप्रशोधित तथ्य भन्ने बुझिन्छ। अर्को शब्दमा तथ्याङ्कलाई कच्चा तत्त्व पनि भनिन्छ। तथ्याङ्क सूचनाको एकाइ हो। तथ्याङ्कको समग्रताबाट सूचना निर्माण हुन्छ। सूचना भन्नाले प्रस्तुति तथ्याङ्क भन्ने बुझिन्छ। सूचनालाई कुनै निश्चित तथ्य वा घटनाको बारेमा सम्प्रेषित तथ्याङ्कको रूपमा लिइन्छ। तथ्याङ्कको विश्लेषणबाट प्राप्त ज्ञानलाई सूचना भनिन्छ। त्यसैले सूचना तथ्याङ्कको एकीकृत एवं व्यवस्थित रूपको सूचना अन्तर्सम्बन्धित छन्। प्रस्तुति तथ्याङ्कबाट सूचना निर्माण हुन्छ। सूचनाको आधारभूत एकाइ तथ्याङ्क हो। जब तथ्याङ्कलाई विश्लेषण गरिन्छ तब सूचना निर्माण हुन्छ। त्यसैले सूचना र तथ्याङ्कबीच अन्तर्सम्बन्ध रहेको हुन्छ भन्न सकिन्छ। सामाजिक अध्ययनमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको उपयोगको व्याख्या गर्नुहोस्। कुनै दुई चलहरूबीच निश्चित सम्पर्क र सम्बन्ध कायम भएको छ वा दुई समूह, श्रेणी, वर्ग, तथ्य आदिको बीचमा कुनै निश्चित सम्बन्ध अस्तित्वमा रहेको त्यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिन्छ। त्यस्तै कुनै दुई दल बीचको सहसम्बन्धमा फरक पार्ने कारण र सामाजिक घटनाको सम्बन्धमा कारण र असरको व्याख्या गर्ने कार्यलाई नै कार्यकारण सम्बन्ध भनिन्छ। सामाजिक अध्ययनमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको उपयोग। कुनै पनि अनुसन्धानकर्ता आफ्नो सङ्कलित धेरै तथ्याङ्कहरूको प्रशोधन, प्रस्तुतीकरण र विश्लेषण गर्दै अगाडि बढेमा मात्र निष्कर्षमा पुग्ने सम्भावना बढ्छ। सङ्कलित तथ्याङ्कहरूमा विशेष गरी समाजमा घट्ने घटना, क्रियाकलाप र विद्यमान समस्यासँग सम्बन्धित तथ्याङ्कहरूको विश्लेषण गर्नु उपयुक्त हुन्छ। गणितीय रूपमा मात्र तथ्याङ्कहरूलाई व्यक्त गरी विभिन्न सम्बन्धको आधारमा तथ्याङ्क प्रस्तुत गर्नुले मात्र अनुसन्धानको उद्देश्य प्राप्तिमा प्रभावकारिता आउँछ भन्न सकिँदैन। त्यसैले धेरै तथ्याङ्कहरूमा गुणात्मक तथ्याङ्कहरूलाई कारण र असरको सम्बन्धको रूपमा विश्लेषण गर्नु राम्रो हुन्छ। अधिकांश सामाजिक सिद्धान्तहरू तर्कको आधारमा नै स्थापित हुन्छन्। तार्किक आधारमा नै अनुसन्धानको निष्कर्ष निकालिन्छ। भौतिक विज्ञानको जस्तो अत्यन्तै नियन्त्रित प्रयोगशाला नहुने हुँदा सामाजिक विज्ञानमा जति धेरै र प्रभावकारी रूपमा कारण र असरको सम्बन्ध व्यक्त गर्न पनि सकिन्छ त्यति नै बढी विश्वसनीय निष्कर्ष, तर्क र नियम निकाल्न सकिन्छ। त्यसैले दुई चलबीच सहसम्बन्धको साथसाथै कारण र असर पनि स्थापित गर्नु सामाजिक अनुसन्धानको लागि उपयुक्त तथ्याङ्क प्राप्त गर्नु हो भन्न सकिन्छ। सहसम्बन्धले कुनै दुई चलहरूबीच कस्तो सम्बन्ध छ
सम्बन्धको तीव्रता अथवा गहिराई कति छ भन्ने कुराको खोजी गर्दछ अथवा पत्ता लगाउँछ, तर सम्बन्ध किन भयो, सम्बन्धबाट के कस्तो असर पार्छ भन्ने प्रश्नहरूको जवाफ खोज्दैन। त्यसैले चलहरूमा परिवर्तन आउँदा कस्तो परिवर्तन आयो, किन आयो भनी विश्लेषणात्मक र अनुसन्धानात्मक विधिको रूपमा विश्लेषण गरी हेर्नुपर्दछ, जसका लागि सहसम्बन्धका साथै कार्य-कारण सम्बन्ध पनि खोजी गर्नु पर्दछ। अनुसन्धान कार्यमा सङ्कलित तथ्याङ्कहरूको प्रशोधन र विश्लेषण गर्दा दुई चलबीच रहने सहसम्बन्ध बिना कुनै कारण जस्ताको तस्तै शुद्ध अवस्थामा रहन सक्दछ। यस्तो भएमा हाइपोथेटिकल्ली कारण र असरको खोज प्रभावकारी नभएको सङ्केत गर्दछ। तसर्थ अनुसन्धानकर्ताले यस्ता दुई चलहरू एक अर्कोबाट प्रभावित हुन सक्दछन् अथवा दुवै अर्को कुनैबाट प्रभावित हुन सक्दछन् वा पारस्परिक रूपमा एक अर्कोबाट कुनै कारण र असरको रूपमा प्रभावित हुन सक्दछन् भन्ने कुरा बुझ्नु पर्दछ। माथिको विश्लेषणात्मक व्याख्याबाट के भन्न सकिन्छ भने कुनै दुई चलबीचको सहसम्बन्धमा फरक पार्ने कारण र सामाजिक घटनाको सम्बन्धमा कारण र असरको व्याख्या गर्ने कार्यलाई नै कार्यकारण सम्बन्ध भनिन्छ। सारांशमा भन्नुपर्दा कार्यकारणले सबै प्रकारका सामाजिक घटना र समस्याहरूको पछाडि कारणको खोजी गर्ने र त्यसको असर व्याख्या गर्ने कार्य गर्दछ। यसको आधारमा सबै किसिमका चलहरू बीचका कारण र असरको सम्बन्ध स्थापित हुन्छ। हवस् त आजलाई यति नै। बाँकी प्रश्नहरू लिएर म अर्को भिडियोमा उपस्थित हुनेछु। भिडियोलाई प्लिज लाइक, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।